र 3 तोला सुन देखाएको खुरुरु पछ्याएर आउनु यो के अङ्कलले के सही भन्नु हुँदैछ आन्टी? झुट बोलिराख्नु भएको छ है उहाँले। हेलो अङ्कल एन्ड आन्टी, तपाईँहरूलाई वेलकम छ एन्ड द पिपल पडकास्टमा। ल तपाईँहरूलाई चाहिँ आज एकदम पर्सनल कुराहरू सोधिन्छ। हजुर, त्यसको लागि तपाईँहरू के प्रिपेयर हुनुहुन्छ कि? यस एकदम हो। जस्ट प्रयास गर्छौँ। ल हो, ल ठिकै छ। तपाईँहरू दुईजनाको नाम भनिदिनु नि त एक एक गरी। मेरो नाम चाहिँ हेमराज लिम्बू साउदेन। ल मेरो नाम चाहिँ बुद्ध राई। ए हो, ल ठिक छ। ल ल ल अङ्कल आन्टीहरू, तपाईँहरूको फर्स्ट क्वेसन, तपाईँहरूको बिए कति सालमा भएको हो त? ठ्याक्कै बिर्सेँ मैले। ल भएन यसरी त। यो आन्टी? हाम्रो अँ, 2061 साल। 61 सालमा भएको र? अँ, 61 साल 22 वर्ष भयो भर्खर हो र? ए ल ठिक छ। ल तपाईँहरू दुईजना बिहे गरेको 22 वर्ष भइसकेको छ होइन मेरो हिसाबमा। ल तपाईँहरू दुईजनामा अङ्कलको सुधार्नु पर्ने केही 5वटा पोइन्ट भनिदिनुहोस् त आन्टी। मलाई उहाँको 5वटै सबै मनपर्छ। के सुधार्नु पर्ने पोइन्ट चाहिँ के छ छैन त? के पनि सब। ल अङ्कललाई मलाई 5वटा चाहिँ होइन, धेरैमा 3टा भनिदिनुहोस् न त। ल केही फरक परेन, 3टा भनिदिनु नि त। अब पहिलो सुधार्नु पर्ने चाहिँ उसको वाइन खाएर अलिक धेरै माग्छ र बमिट गर्छ। ल ल ल पहिलो दोस्रो चाहिँ वाइन खाएर अलिक मैले डाङडाङडुङ गर्नु पर्यो, उसले गर्छ डाङडाङडुङ। अब ल तेस्रो चाहिँ घरिघरि अलिक महारानी चढेको गर्छ। ल 3टा भयो। ल आन्टीलाई यसमा केही करेक्सन गर्नु छ कि? मेरो केही करेक्सन गर्नु छ कि? अङ्कलले भनेको केही झुट छ कि? छैन। केही छैन, सही हो, एकदम सहमति हो। ल ल ल ल बधाई छ। ल ल ल अब दोस्रो क्वेसन, तपाईँहरूको पहिलो भेट कहाँ भएको? भनिदिनु त डक्टर दाजु। महाभारत 5 को वडा नम्बर 5 को साबिकको गौरीगञ्ज 1 को बन्यानी खोला भन्ने छ। बन्यानी खोला र भन्सार बजार भन्छ, त्यसको बिचमा भेट भएको हाम्रो। ल ठिक छ त्यसो भने। ल तपाईँहरूलाई तेस्रो क्वेसन है त। आन्टीलाई अङ्कललाई देख्दाखेरि तपाईँको पहिलो के अरे के भन्छ त्यो उयोलाई हेर्ने दृश्य कस्तो थियो त? उहाँलाई टोपा टोपा स्टाइलको सुड्डो अनि भर्सक छेउछाउ नहोस् जस्तो थियो। अङ्कलको चाहिँ कस्तो थियो त? आन्टीलाई हेर्दाखेरि एकदम राम्री हुनुहुन्थ्यो कि भाग्यमानी ठान्नुहुन्थ्यो कि कस्तो? मैले चाहिँ अप्सरा जस्तो देखेको थिएँ। ओहो, आन्टीको लागि त्यो त प्रशंसाको कुरा भयो त। साह्रै राम्रो। तपाईँहरूलाई नेक्स्ट क्वेसन। अब तपाईँहरूको लभ परेको त कुरा भन्नुभयो, तर लभ कसरी पऱ्यो चाहिँ त्यो कुरा चाहिँ भन्नै बिर्सिनु भयो तपाईँहरूले। फेरि तपाईँहरूको लभ कसरी पऱ्यो त? मलाई सोध्नु भएको दुवैजनालाई सोधेको। अब एन्सर कसले दिन्छ भन्नुहोस् न। लभ चाहिँ होइन, उहाँ चाहिँ धामीको छोरा पर्नु भयो अनि त्यो मन्त्र तन्त्र लाएर मलाई चाहिँ एक कुरो बनाएर उहाँले लानुभयो। ला हो अङ्कल, के सही हो त? यो कुरामा अब्जेक्सन छ होइन। हजुर, खासमा म वैदेशिक रोजगारको लागि म गएको थिएँ। हजुर हाउडी बोल्यो भने झापड लागिन्छु भनेको। म चाहिँ अब
रोजगारमा गएको थिएँ अनि म लगभग त्यस्तै लगभग 3.5 वर्षको आसपासमा म घर फर्किँदाखेरि हजुर मैले लगभग 3.5 तोला अथवा 3 तोला सुन लिएर आएको थिएँ अनि 3 तोला सुन देखाएको होइन। हाम्रो अब पहिलादेखि नै अब यसो बोलचाल साधन अब यसो पत्रचार भइरहेको थियो हजुर र 3 तोला सुन देखाएको खुरुरु पछ्याएर आउनु भयो। के यो के अङ्कलले के सही भन्नु हुँदैछ आन्टी? सब झुट बोलिराख्नु भएको छ है उहाँले। ओहो मलाई कति 15 वर्षको उमेरदेखि नै हजुर उहाँले एकदम फलो गर्नु भएर हजुर मन्त्र तन्त्र लाएर ल्याउनु भएको है। आन्टी अनि के तपाईँलाई सुन अलिक कम भएको थियो र के हो? सुन अलिक कम भएको थियो र नपत्याउनु भएको हो कि अङ्कललाई? होइन त्यस्तो मलाई उहाँ चाहिँ हजुर अलिक आफूभन्दा एजेड अलिक ऊ नभएर चाहिँ मन अलिक परेको थिएन, तर मन्त्र तन्त्र लाएर ल्याइहाल्नु भएछ। तपाईँहरूको के लभ म्यारेज भएको हो कि एरेन्ज म्यारेज भएको हो त? त्यही मन्त्र तन्त्रले चाहिँ मलाई कसरी ल्याइहाल्नु तर भयो। म यसमा चाहिँ अब्जेक्सन गर्छु कि हाम्रो लभ म्यारेज पनि होइन, खासमा चाहिँ एरेन्ज पनि होइन। यसलाई चाहिँ म सुनको कमाल हो त, सुनको कमाल हो होइन। मेरो एउटा मौलिक भाषामा चाहिँ के भन्छु भने यसलाई भाग म्यारेज भन्छु भन्नु न। भागेर बिहा गरेपछि भाग म्यारेज भन्छु। भनेपछि मेरो कुरा सत्य भयो कि भएन? 3 तोला सुन देखाउने बित्तिकै मसँग भागेर गयो भनेपछि यहाँनिर त सुनकै कमाल पो, सुनले पो कमाल देखाएछ त। अब 2 लाख रुपियाँ भन्दा माथि गइसकेपछि तोलाको तपाईँ आफै सम्झिनु। एउटा छोरी मान्छे भाग्छ कि भाग्दैन? सुनकै कमाल रहेछ त आन्टी त्यसो भने यहाँ त। होइन होइन त्यसै झुट बोलिराख्नु भएको छ उहाँले। आन्टीलाई त के इन्कार गर्नु हुँदैछ त अलिक? अनि त्यो त अब अहिलेको जस्तो जमाना छैन, अब कुनै रेकर्ड छैन। त्यतिखेर जमानामा एउटा मान्छेसँग एउटा साधारण एउटा फोटो खिच्ने क्यामेरा त हुँदैन थियो भने अहिलेको जस्तो जमाना छैन होइन। अब मसँग रेकर्ड त छैन, तर म साँचो बोलिरहेको छु। ल हुन्छ, ल ल ल त्यसो भने ल तपाईँहरू अब नेक्स्ट क्वेसन, तपाईँहरूको दुईजनामा एज ग्याप चाहिँ कतिको छ त? कति एज ग्याप छ? अहिले हाम्रो एज ग्याप भन्दाखेरि अब तपाईँ गते भन्नुभयो भने चाहिँ खासै फरक छैन होइन। 2-3 दिनकै मात्रै फरक सुन्तली लजादेखि दिन गतिमा चाहिँ हामी फरक छैनौँ खासै। 3 दिनको ग्याप हो त खासमा अहिले दिनै गर्ने त मभन्दा जेठी होला ऊ होइन। तर अब सम्मतले चाहिँ अलिकति म जेठो छु। ल ल ल ल ठिक छ। ल दुवैजनालाई अब नेक्स्ट क्वेसन है त, दुवैजनालाई एक एक गरी भन्नु होला कसलाई धेरै चिन्छ है त। ल अब आन्टीले भन्नु अङ्कलको सबैभन्दा मनपर्ने खाना चाहिँ के हो त? अङ्कलको खाना भन्दा पनि सब्जी, मासु र भात। अङ्कललाई चाहिँ बुढीको के चाहिँ धेरै? उसलाई सबैभन्दा मन सेम हो एउटै हो। उसलाई पनि मासु नै 3 दिन खाएन भने आन्टी के सहमति हो त तपाईँ? हजुर एकदम सहमति हो। म त सब्जी मामै मन पराउँछु। थर कान्छ 3 दिन मासु त्यति क्रेजी हो तपाईँ र दुईजना? म अलिक धेरै खान्छु, थोरै खान्छ, तर उसलाई धेरै चाहिन्छ। ल यो 1 हप्तामा मासु नखाँदा कसले मासु धेरै खाम भन्छ त? पहिला खानु चाहिँ म भन्छु, तर खानु चाहिँ उहाँले धेरै हुन्छ। ल ल ल ठिक छ। ल ल फेरि दुईजनालाई एउटै क्वेसन अब दोस्रो है त। तपाईँहरूको डेट अफ बर्थ अङ्कलले भन्नु आन्टीको डेट अफ बर्थ कहिले हो? गलत भएमा आन्टीले जे पनि सजाय दिन सक्नुहुन्छ है त्यसमा चाहिँ।
39 साल उम्। आन्टी के सही भन्नु हुँदैछ कि गलत भन्नु? 2039 मात्रै भन्नुभयो, त्यहाँदेखि महिना गति भन्नु भएन त। अब त्यसमा तपाईँले सजाय दिनु सक्नुहुन्छ है? मैले बिर्सेँ त्यो त। आन्टीले त्यसमा सजाय दिन सक्नुहुन्छ? बर्थडे नमनाएको हुनाले त्यो त थाहा भएन मैले बिर्सेँ। आन्टीले सजाय दिन सक्नुहुन्छ है त्यसमा चाहिँ? मलाई थाहा भइसक्यो। उठबस गराउनु पर्यो 50 चोटि। आमामा 50 चोटि चाहिँ होइन, अलिक कमै गरौँ न। उहाँ त अनि हेर्दा मात्रै बुढो हो नि, हुनुहुन्छ नि, फिटै हुनुहुन्छ नि। स्टामिना धेरै छ, स्टामिना धेरै छ र त। बिजनेसम्यान अनि फुर्ती हुनुहुन्छ नि। ल अब त्यही क्वेसनलाई आन्टीलाई पनि ल, अङ्कलको डेट अफ बर्थ कहिले हो त? जन्म मिति कहिले हो त? 2000 हजुर 32 साल हजुर माघ महिनाको हजुर 8 गते। बिर्स्यो। ल्या गलत भन्नुभयो त, अङ्कलकै सही हो? एकदम गलत। कसरी? एकदम गलत अरे ल। हेर्न त, म 32 2032 साल 10 महिना 10 गते। अनि 8 महिना 10 गते, 10 महिना होइन त? कति हो त? ल तपाईँहरूलाई पनिसमेन्ट दुवैजनाले के अरे एन्सर मिस्टेक गर्नुभयो। दुवैजनालाई पनिसमेन्टको आधारमा तपाईँहरूलाई एक अर्कालाई हेरेर प्रपोज गर्नु पर्यो। ल प्रपोज गर्नु, ल दुईजना एक अर्कालाई हेरेर है। ल पहिला त आँखामा आँखा जुदाइकन पहिला अङ्कलले गर्नु, किनभने जहिले पनि जेन्ट्सले प्रपोज गर्छ अनि मात्रै लेडिजले प्रपोज गर्नुमा त जेन्ट्स फर्स्ट हो। हैन, अहिले त लेडिज फर्स्ट हो। जसले गरे पनि ल प्रपोज गर्नु नि त, पनिसमेन्ट हो तपाईँहरूको यो। प्रपोज गर्नु। कस्तो पर्पज है गरिसिन कसैलाई मैले। ल छिटो ल ल ल बोयफ्रेन्ड नै बनाइन यत्रो 45 वर्षको उमेरसम्म कसरी थाहा हुन्छ पर्पज कसरी गर्नु भनेर? ल आई लभ यु भनिदिनु नि त घोडा टेकेर अङ्कल। भन्दिन लु, मैले त कहाँ, उसले पो पहिला भन्नुपर्छ। मैले अहिलेसम्म पर्पजै गरेको छैन 45 वर्षको छन्। यता 50 जना केटीहरूलाई गरिसक्यो। ल ल छिटो ल ल ल पनिसमेन्ट तपाईँको त्यही हो। मेरो अहिलेसम्म एउटै बोयफ्रेन्ड छैन। ल ल पनिसमेन्ट ल पनिसमेन्ट भनेको पनिसमेन्ट हो। बोयफ्रेन्ड बनाउनु चाहियो, पर्पज हान्नु चाहियो भए कहाँ यस्तो शुद्धसँग आउँथ्यो त? हिरोसँग गइहाल्थ्यो। ल ल ल छिटो ल। यस नो यस भन्नु। ल दुईजनाले हात यसरी एक अर्कासँग पक्रेर एकजनाले पहिला आई लभ यु भन्नु, दोस्रोचोटि अर्कोले आई लभ यु भन्नु, सकिगयो त पनिसमेन्ट। ल यसरी यसरी हात पक्रेर खोइ, यसरी हात पक्रेर यसरी हात पक्रेर यसरी हात पक्रेर ल ल आई लभ यु सुडे। ल ल ल बुढीले के भन्नु पर्यो? आई लभ यु टु भन्नु। आई लभ यु टु। नाम के हो बुढाको? श्रीमानको नाम काट्नु हुँदैन हौ हाम्रो जमानामा। लिम्बूले झन् काट्छ नि त्यसो त। हाम्रो जमानामा जमाना अनुसार जमाना कहाँ पुगिसक्यो। हाम्रो पालामा नाम काट्नु हुँदैन भन्थे। ल नेक्स्ट क्वेसन तपाईँहरूलाई, दुईजना मध्येमा एक अर्कालाई कसले बढी माया गर्छ त? अङ्कलले धेरै माया गर्नुहुन्छ कि आन्टी हो? मैले आजकल त मै धेरै माया गर्छु। आजकल मात्रै? अङ्कल के सही भन्नुहुँदैछ आन्टीले? बिहे गर्नुभन्दा अगाडि चाहिँ यता माया गर्ने जस्तो एक्टिङ गरेर एक्टिङ पो। अङ्कल के सही भन्नुहुँदैछ आन्टीले? हैन, यो मेरो मात्रै हैन, सबैकोमा लागु हुने कुरो। ल ठिक छ त्यसो भने तपाईँहरूलाई अब अर्को क्वेसन है त। तपाईँहरूलाई दुईजना छोराछोरी मध्येमा सबैभन्दा धेरै माया कसको लाग्छ? यो चाहिँ अलिकति प्रश्न पनि अलिक गलत जस्तो लाग्यो। किन भन्दाखेरि एउटा मान्छेलाई तपाईँलाई दाहिने आँखा प्यारो कि देब्रे आँखा प्यारो भन्दाखेरि एउटा मान्छेको लागि दुईटै आँखा प्यारो हुन्छ, त्यस्तै आफ्नो सन्तान पनि सबै प्यारो नै हुन्छ, बराबरै हुन्छ होइन। त्यो चाहिँ गलत प्रश्न जस्तो लाग्यो मलाई। ल त्यसको लागि हामी धेरै माफी चाहन्छौँ। ल तपाईँहरूलाई अर्को क्वेसन, तपाईँहरूको छोरी भनौँ सन्तान तपाईँहरूको पछि भविष्यमा गएर के होस् जस्तो लाग्छ? के होस् जस्तो लाग्छ तपाईँहरूको इच्छा अनुसार?
आफ्नो आफ्नो त्यो चाहिँ सोच हुन्छ होला होइन। हजुर तपाईँहरूको सोचमा चाहिँ के हो भवस् जस्तो लाग्छ त? अभिभावक आफ्नो आफ्नो उसको सन्तान आफू जस्तो छु त्यस्तै सन्तान होस् भन्न चाहन्छ सबैले होइन। हजुर तर म चाहिँ अब एउटा गरिब किसानको छोरा भएको हुनाले मेरो छोराछोरी पनि कृषक नै होस् भन्न त अब ठ्याट्टै अहिलेको नेपालको परिस्थितिमा भन्न सक्दिनँ होइन। हजुर र पनि म अलिकति अब अहिलेको म अलिकति त्यति खासै पढालेखा नभएको हुनाले मेरो सन्तान चाहिँ अलिकति एजुकेटेड होस् भन्न चाहन्छु। त्यति त्यो चाहिँ मेरो मैले अपेक्षा गरेको छु त्यो चाहिँ। ल आन्टी केही भन्नु चाहनुहुन्छ कि यो विषयमा तपाईँ? यो विषयमा चाहिँ म उहाँकै कुरामा सहमत छु। एकदम सहमति जनाउनुहुन्छ। ल तपाईँहरूको छोरीहरूमध्ये केही सुधार्नुपर्ने कुराहरू छ कि? किनभने अब यही भिडियो मार्फत उहाँहरूले पनि अब भिडियो हेर्नुहुन्छ, उहाँहरूले पनि अब अलिकति आफ्नो आमा मम्मी बाबाले यस्तो सोच्नु हुँदो रहेछ भन्ने कुरा उनीहरूले थाहा पाउँछ। त्यो अनुसारले अब तपाईँहरूले मेरो छोरीहरूले यो सुधारोस् यस्तो गरोस् भन्ने केही चाहनुहुन्छ कि? धेरै टाढो टाढो म त अब खै ठिकै छ अहिलेसम्म चाहिँ। अब केही सन्देश अब भन्नु नसकेको आफ्नो होइन खासै अब त्यस्तो आफ्नो सन्तानलाई सबै बुवा आमाले प्रगति गरेकै चाहन्छ होइन, देख्न चाहन्छ। अब त्यसैलाई मैले पनि अब अनुसरण गर्नुपर्ने हुन्छ। त्यही कारणले गर्दाखेरि आफ्नो सन्तानले प्रगति गरेकै हेर्न चाहन्छु म पनि। त्यही पनि सानोतिनो केही कमी कमजोरीहरू त छ आफ्नो छोराछोरीमा होइन। तर पनि म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि सबैभन्दा जीवनमा एउटा अनुशासित सँगसँगै प्रगति पनि गर्नुपर्छ। अब प्रगति भन्नेको मतलब अब धन सम्पत्ति मात्रै प्रगति हुँदैन, मान्छेले अब एउटा एजुकेटेड पनि हुनु पर्यो होइन। समाजमा एउटा अनुशासित एउटा समाजको एउटा के भन्छ एउटा सबैको नजरमा देख्ने अथवा एउटा पैसा जस्तो चाहे जुनै जातिले छुँदा पनि त्यो पैसाको किम्मत नघट्ने खालको हुनुपर्छ भनेर चाहिँ म आफ्नो सन्तान तथा सम्पूर्ण मेरो छोराछोरी उमेरका बालबालिकाहरूलाई, मेरो सन्तानहरूलाई, भाइ भतिजाहरूलाई त्यो चाहिँ एउटा सन्देश अथवा मेरो तर्फबाट चाहिँ सुझाव दिन चाहन्छु। हजुर त्यही त अब कति आफ्नो प्यारेन्ट्सहरूले आफ्नो बच्चा बच्चीहरूलाई अगाडि हुँदाखेरि पनि आफ्नो भावनाहरू व्यक्त गर्न सक्दैन नि त। त्यही भएकोले गर्दाखेरि चाहिँ अब तपाईँको यो सन्देशमूलक म्यासेज चाहिँ अब सबै छोराछोरीहरूमा पुगोस् भन्न चाहन्छु, बुझोस् भन्न चाहन्छु। र यसैमा तपाईँहरूलाई मैले एउटा प्रश्न सोधेँ। जेठी छोरी जाँदैछ आफ्नो छोरी बिरानो देशमा, कसैले नचिनेको देशमा, आफूभन्दा टाढा, के भन्न चाहनुहुन्छ त? म त के भन्नु र, एउटा अभिभावक भएपछि अहिले नेपालको परिस्थिति त्यस्तो छ। सबै बाहिरै गइराखेर पढिरहेछन् होइन। अब त्यही कारणले गर्दाखेरि सबैले रहर गर्छन्। अब त्यही रहरमै अब रहरै हो त, छोरीको पनि रहरै हो त बाहिर विदेश जाने। आमाको बाध्यता चाहिँ भन्न मिल्दैन यसमा, रहर पनि हो। उनीहरूले रहर नगरिएछन् बाबा आमाको अब त्यत्रो खर्च गरेर पठाउने रहर हुँदैन बुवा आमालाई पनि। उनीहरूको रहर पनि हो त्यो। अब त्यो इच्छा र रहरलाई पुरा गरिदिनु बुवा आमाको कर्तव्य पनि हो। अब त्यो कर्तव्यले गर्दाखेरि म चाहिँ के भन्छु भन्दाखेरि जहाँ गए पनि एउटा शिक्षा हासिल गर्नुपर्ने हो। नेपालको अब एजुकेसन त्यस्तै छ। हरेक कुरो अब भनेको टाइममा रिजल्ट नआउने, इक्जाम नहुने विभिन्न कारणहरू छन् यसमा होइन। अब त्यसमा त्यति धेरैतिर नजाउँ। सर्टकटमा भन्नु पर्दा चाहिँ म के भन्छु भन्दाखेरि अब जानु, विदेशमा गएर शिक्षा हासिल गर्नु नराम्रो होइन, तर नेपालको शिक्षा पनि नराम्रो त छैन होइन। तर अब यहाँ अब विभिन्न कारणले गर्दाखेरि अलिकति यहाँको पढ्ने, तर विदेशमा गएर बसिसकेपछि सबैभन्दा नजिक चाहिँ
हजुर आफ्नै अब बुवा आमा आफ्नो दाजुभाइ इष्टमित्र भन्दा पनि सँगै बस्ने एउटै रुममा बस्ने साथी चाहिँ सबैभन्दा नजिकको हुन्छ। हजुर किन भन्दा सबैभन्दा नजिक आपत पर्दाखेरि सहयोग गर्ने चाहिँ नजिकको साथी हुन्छ। हजुर अब कहिलेकाहीँ एउटै खाटमा सुत्दाखेरि एउटाको खुट्टाले अर्को खुट्टामा लाग्न सक्छ। त्यो लागेकै खण्डमा रिसिभ गर्नु हुँदैन। हजुर मित्रवत व्यवहार गरेर बाँच्नुपर्छ र सिक्नुपर्छ र त्यसो गऱ्यो भने आफ्नो शिक्षा पनि पूर्ण रूपमा हासिल हुन्छ हजुर र साथी पनि राम्रोसँग एउटा एक किसिमको साथीको मित्रता पनि राम्रोसँग कायम हुन्छ भन्छु। त्यही चाहिँ हो मेरो सबैलाई सुझाव दिने कारण त्यही नै हो। हजुर ल अब के आमा पनि केही भन्न चाहनुहुन्छ कि आन्टी आफ्नो छोरी बाहिर जाँदैछ केही आफूलाई मनमा लागेको कुरा केही सन्देशहरू केही अब भन्न चाहनुहुन्छ कि? अब मलाई त मनमा लाग्यो कि अब यहाँ केही गर्नु जान्दिनँ हजुर होइन। हजुर अब त्यहाँ कसो गर्ला के गर्ला त्यही पिर चिन्ता छ, त्यति हो। अब त्यति बिरानो देशमा जाँदैछ छोरी, जाँदैछ। अब अब यहाँ के केही गर्ला नगर्ने भन्ने केटी उता गएर के गर्ला, कतिखेर पढ्ला, कतिखेर खाला, कतिखेर सोला, त्यतै पो टेन्सन छ मलाई त। ल अब हामी सोको अन्तिमसम्म आइपुगिसक्यौँ। तपाईँको अब आफ्नो बाहिर विदेशमा रहनुभएको आफन्तजनहरू छोराछोरीहरूलाई केही सन्देश दिन चाहनुहुन्छ भने यही भिडियो मार्फत दिन सक्नुहुन्छ। अब धेरै लामो नभनी सर्टकटमा म के भन्छु भने अर्थात् प्रशंसा गर्ने बित्तिकै सबै मेरो मित्र हुँदैन अथवा गल्ती औँल्याउने मान्छे कुनै पनि मेरो शत्रु हुँदैन। आफन्तले पनि गल्ती औँलाइरहेको हुन्छ भनेर बुझिदिनु पर्यो होइन। कतिपय कुरोमा गल्ती आफूले गरिराखेको हुन्छ तर आफूभन्दा आफूलाई राम्रो चाहने आफ्नो सफलता चाहने मान्छेले नै आफ्नो गल्तीलाई औँलाइराखेको हुन्छ। तेरो गल्ती गरिरहेछ है तैँले भनेर भन्छ होइन। अब कति आफूलाई नराम्रो चाहने मान्छेले आफूलाई चाहिँ दुर्गतिमा पार्ने मान्छे खाडलमा हाल्नु खोज्ने मान्छेले आफूले गल्ती गर्दा गर्दै पनि तैँले चाहिँ राम्रो गरिरहेछस् है भनेर भनिराखेको हुन्छन्। त्यसैले मलाई यसले मेरो गल्ती औँल्यायो भन्दैमा उनीहरूसँग रिसाउनु भएन। आफ्नो गल्ती गरेको छु छुइनँ भनेर आफूले पनि एउटा स्वच्छ मन भएर एउटा ठन्डा दिमाग लिएर सोचेर त्यो कुरोलाई चाहिँ मनन गर्न सम्पूर्ण म आफ्नो मभन्दा जुनियर भाइ बहिनी छोराछोरीहरूलाई चाहिँ त्यही नै सन्देश दिन चाहन्छु अथवा आग्रह गर्न चाहन्छु, निवेदन गर्न चाहन्छु। हजुर आन्टी केही भन्न चाहनुहुन्छ कि? म चाहिँ अब हजुर छोराछोरीलाई होइन हजुर कुनै अप्ठ्यारो कुरा परेको छ अर्थात् केही भएको छ उनीहरूलाई मनमा लागेको छ हजुर भने आफ्नो मम्मी ड्याडी भन्दा नजिकै हुन सक्दैन होइन। हजुर उहाँसँग कुरा सेयर गर्ने भन्ने अनि कुरा नलुकाउने आफ्नो बुवा मम्मीसँग हजुर अनि अप्ठ्यारो गाह्रो जे परेको छ त्यो सुनाउने हजुर त्यही भन्न खै चाहन्छु। ल हस् त धन्यवाद। ल हुन्छ धन्यवाद आन्टी तपाईँहरूलाई हाम्रो यो किड्स एन्ड द पडकास्टमा आउनु भएकोमा धेरै धेरै धन्यवाद। यो त पछि भनेको अगाडि भन्नु कहाँ मिल्यो त होस्टलाई कहाँ सिकाउने हो त नि अङ्कल?